बचाउने नि र जहिले रिसाउने नि र जहिले रिसाउने नि र कहिले होला मायासँग माया मिसाउने नि र जहिले रिसाउने नि र जहिले रिसाउने नि र कहिले होला मायासँग माया मिसाउने सेती बगरा निरा सेती बगरा निरा मन परेको माया नमारा निरा सेती बगरा निरा सेती बगरा निरा मन परेको माया नमारा निरा माया नमारा निरा माया नमारा माया नमारा निरा माया नमारा मनको भारी बोझ हुँदा मै हुँ बिसाउने निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने मै हो फकाउने सधैँ मै हो फकाउने मै हो फकाउने सधैँ मै हो फकाउने मै रिसाउँदा के पो होला माया पिराती निरा माया पिराती निरा माया पिराती निरा जके भएको जोडी जस्तो हाम्रो पिराती निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने सकारात्मक सोचाइका लागि रेडियो एपोस्टल 102.6 मेगाहर्ज। के तपाईँ आफ्ना आफन्त साथीभाइ या अरू कसैलाई रेडियो पोस्टलबाट जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको मोबाइलको मेसेज बक्समा गएर RA स्पेस BW स्पेस अनि तपाईँको शुभकामना लेखेर हामीलाई 32200 मा पठाउनुहोस्। याद गर्नुहोस्, तपाईँको शुभकामना बिहान 6 अघि नै पठाइसक्नु पर्नेछ। सिप सिकौं, आत्मनिर्भर बनौं। कम्प्युटर शिक्षा आजको आवश्यकता भन्ने मूल भनाइका साथ कम्प्युटर कक्षाहरूमा नयाँ भर्ना खुल्यो। हाम्रा सेवाहरू बेसिक एन्ड डिप्लोमा कम्प्युटर एप्लिकेसन, ग्राफिक एन्ड वेब पेज डिजाइनिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, एकाउन्टिङ प्याकेज, इङ्ग्लिस ल्याङ्ग्वेज। हाम्रा विशेषताहरू: शान्त र पारिवारिक वातावरणमा कक्षाहरू सञ्चालन गराइने, जेहेन्दार तथा गरिब विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था, उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको अवसर। सम्पर्क ग्रेट वेब कम्प्युटर इन्स्टिट्युट एन्ड मिडिया प्रोडक्सन, पोखरा 1 बगर, ट्याक्सी चोकको उकालोमा, काफ्ले मेडिकलको ठीक अगाडि। प्रोप्राइटर सूर्य प्रसाद भण्डारी। फोन नम्बर 061 520 898, मोबाइल नम्बर 98467 39265, 98067 64297। नोट: सिट सीमित रहेकोले समयमै सम्पर्क राख्नुहोला। बुढी, आज खाना नपकाऊ है, आज खाना बाहिरै खाम। घरमा खाए जस्तो बाहिर हुँदैन, याद गर्नु नि, पैसा मात्रै सकिएला। होइन के बुढी, सबै ठाउँ कहाँ त्यस्तो हुन्छ र। आज दिउँसो साथीहरूसँग खाजा खान गएको त क्या दामी परिकार पाइँदो रहेछ नि। तारिफ नै तपाईँको भएपछि त भइहाल्छ नि। ल म रेडी हुन्छ है त। ल हुन्छ। सुन त, फ्री वाइफाई र गेम सो हेर्दै मोमो, बर्गर, पिज्जा, पकौडा, नाङ्लो स्पेशल खाना नि पाइन्छ नि। नाङ्लो किचन एन्ड रेस्टुरेन्ट हजुर स्वस्थ तथा शान्त वातावरणमा स्वादिष्ट खाना तथा खाजाको साथै विवाह, व्रतबन्ध, जन्मदिनको पार्टी गर्नु परेमा हामीलाई सम्झनुहोस्। नाङ्लो किचन एन्ड रेस्टुरेन्ट, पोखरा 16 लामो चौर। प्रोप्राइटर नवीन भण्डारी। मोबाइल नम्बर 98560 23453। सुनिल भण्डारी 98066 31492। टेलिफोन नम्बर 061 441 303। फर्स्ट मल्टिप्लेक्स इन पोखरा। एयर कन्डिसन सँगै आरामदायी सिटमा बसेर सिनेमा हेर्ने तपाईको चाहना
अब सिनेप्लेक्स पोखरामा, साथमा खानाको लागि फुड कोर्ट पनि। सिनेप्लेक्स पोखरा ट्रेड मलको चौथो तला, चिप्लेढुङ्गा। टेलिफोन बुकिङको लागि 061-522-630। सिनेप्लेक्स पोखरा। वाउ, कस्तो मिठो खाना छ यार, हेर्दै नखाए पनि खाउ खाउ लाग्ने। ओए, पर्सि तेरो छोराको पास नि होइन, यही क्याटरिङलाई बोलाउनु पर्छ नि, नत्र त म आउँदिन नि फेरि। म पनि लाडु छु र भने मैले थापा क्याटरिङलाई हिजो नै बुक गरिसकेको छु। थापा क्याटरिङ सर्भिस विवाह, सभा सम्मेलन, जन्मदिन एवं कुनै पनि पार्टीका लागि हाफ वा फुल क्याटरिङ तथा होम डेलिभरीका लागि हामीलाई सम्झनुहोस्। थापा क्याटरिङ सर्भिस पोखरा 6 लेक साइड गौरीघाट। सम्पर्क फोन 061-465-747 465-748। प्रोप्राइटर खड्कबहादुर सारू। मोबाइल 98-460-20-564। थापा क्याटरिङ सर्भिस। ओहो हरिजी, तपाईको घरको रङरोगन कस्तो सुन्दर अनि आकर्षक पनि देखिएको, फेरि उस्तै टिकाउ पनि देखिन्छ। आखिर कहाँबाट खरिद गर्नुहुन्छ तपाईले यति आकर्षक रङरोगनका सामानहरू? ल आदर्शजी, सिल्भर जुबली मनाउन सफल पशुपति पेन्ट्सको अधिकृत डिलर ऋतु पेन्ट्स हरिचोक पोखराबाट रङरोगनका सामानहरू खरिद गर्नुहोस् न। मेरो मात्रै होइन, तपाईको घर पनि नम्बर 1 देखिन्छ। हामी कहाँ 7 वर्ष वारेन्टी भएको पशुपति पेनका विभिन्न उत्पादनहरू लग्जरिया इमल्सन, वान वे इमल्सन, नेपोलियन इमल्सन, एक्सकोट प्लस, एक्सकोट, डिसेम्बर, इन्टेरियर प्राइमर, एक्सटेरियर प्राइमर, उड तथा धातु प्राइमर, इनामेलका साथै सम्पूर्ण रङ रोगनका सामानहरू एकै छाना मुनि सुपथ र सुलभ मूल्यमा उपलब्ध छ। प्रोप्राइटर राजु सिंह ठकुरी। मोबाइल नम्बर 98-460-56-583 98-241-28-624। पुनश्च हामी कहाँ आधुनिक प्रविधि अनुसारका सम्पूर्ण रङ रोगन कुशल ढंगबाट सुसम्पन्न गर्न सक्ने दक्ष तथा अनुभवी पेन्टरहरूको व्यवस्था हुनुको साथै रङ रोगनको ठेक्कापट्टा पनि गरिन्छ। रेडियो पोस्टल 102.6 मेगाहर्ज प्रस्तुत गर्दछ पोस्टल डेली क्विज। हरेक दिन नयाँ प्रश्न अनि विजेताको नाम भोलिपल्ट बिहान 6 बजे एपोस्टल खबर पछि र पोस्टलको फेसबुक पेजमा पनि। सही जवाब पठाउनका लागि आरए स्पेस एपी स्पेस तपाईको पूरा नाम अनि उत्तर लेखेर 32200 मा सेन्ड गर्नुहोस्। पोस्टल डेली क्विजमा आजको प्रश्न, इन्द्रेणीको बीचमा कुन रङ हुन्छ? अप्सन ए रातो, अप्सन बी हरियो। सही आन्सर पठाउने 2 जनाले प्राप्त गर्नेछन् पोखरा सिनेप्लेक्सको एकैवटा टिकट। स्पोन्सर्ड बाइ पोखरा सिनेप्लेक्स, चिप्लेढुङ्गा पोखरा। सकारात्मक सोचाइका लागि रेडियो एपोस्टल 102.6 मेगाहर्ज। कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तो मिठो म्युजिकल ब्रेक अनि सर्ट कमर्सियल ब्रेक पछि तपाईँ भर्खर मात्र एफएम ट्युन अन गर्दै हुनुहुन्छ भने तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम टुडेज टेक्नोलोजी अर्थात् आजको प्रविधि। यो कार्यक्रममा हामीले प्रत्येक दिन विकास भएका नयाँ नयाँ प्रविधिहरूको बारेमा जानकारी दिने गर्छौँ। यो कार्यक्रमलाई ग्रेट वेब कम्प्युटर इन्स्टिच्युट पोखरा 1 बगरले स्पोन्सर गरेको छ, जहाँ चाहिँ तपाईँ जुनसुकै कम्प्युटर कोर्सहरू सिक्न चाहनुहुन्छ भने र ल्याङ्ग्वेज सिक्न चाहनुहुन्छ भने जान सक्नुहुन्छ, जुन चाहिँ पोखरा 1 बगर ट्याक्सी चोकको उकालोमा रहेको छ। तपाईँले त्यहाँ सिकिसके पछाडि तपाईँले कुनै पनि कम्प्युटर कोर्सहरू ल्याङ्ग्वेज कोर्सहरू सिकेर यदि जागिर गर्न चाहनुहुन्छ अथवा पढ्दै जागिर गर्दै गर्न चाहनुहुन्छ भने पनि ग्रेट वेब कम्प्युटर इन्स्टिच्युटलाई सम्झन सक्नुहुन्छ, जहाँको विशेषताहरू भन्नुपर्दा त्यहाँ शान्त र पारिवारिक वातावरणमा दक्ष प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइन्छ। डेली तपाईँलाई थ्योरी एन्ड प्र्याक्टिकल क्लासेस हुन्छ। जेएनदार तथा गरिब विद्यार्थीहरूको लागि छात्रवृत्तिको पनि व्यवस्था रहेको छ र उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको अवसर पनि रहेको छ, जहाँ चाहिँ तपाईँ बेसिक एन्ड डिप्लोमा कम्प्युटर कोर्स
ग्राफिक एन्ड वेब पेज डिजाइनिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, एकाउन्टिङ प्याकेज र ल्याङ्ग्वेजमा तपाईँले इङ्ग्लिस ल्याङ्ग्वेज र जापानिज ल्याङ्ग्वेज सिक्न सक्नुहुन्छ। र तपाईँ यदि जापान जान चाहनुहुन्छ भने पनि ग्रेट वेब कम्प्युटर इन्स्टिच्युटलाई सम्पर्क गर्न सक्नुहुन्छ, जसको टेलिफोन नम्बर रहेको छ 061 520 898 र मोबाइल नम्बर रहेको छ 9846739265 र 9806764297। श्रोता सुन्दै हुनुहुन्छ प्रोग्राम टुडेज टेक्नोलोजी। अब भने म तपाईँलाई अर्को नयाँ प्रविधिको बारेमा जानकारी दिन गइरहेको छु। यो नयाँ प्रविधि रहेको छ तपाईँको इन्टरनेट स्पिड चेक गर्ने सजिलो तरिका। हामीले कसरी इन्टरनेटको स्पिड कसरी चेक गर्न सकिन्छ, हाम्रो इन्टरनेट कति फास्ट चलिरहेको छ, कति स्लो चलिरहेको छ, अथवा कतिको स्पिडमा चलेको छ भनेर थाहा पाउनको लागि कसरी चेक गर्न सकिन्छ भन्ने कुरा बताउन गइरहेको छु। नेपालमा धेरै इन्टरनेट प्रयोगकर्ताहरूको गुनासो पनि छ। आइएसपीले अथवा इन्टरनेट सेवा प्रदायक संस्था हो भने अनुसारको इन्टरनेट स्पिड दिँदैन। तर अधिकांश प्रयोगकर्ताले आफूले कति स्पिडको इन्टरनेट चलाएको छु भन्ने कुरा पनि चाल पाएका हुँदैनन्। अनि केही प्रयोगकर्ताहरू बिट र बाइटको गोल चक्करमा परेर आफूले भनेको जति इन्टरनेट स्पिड नपाएको गुनासो गर्छन्। वर्षौंदेखि इन्टरनेट प्रयोगकर्ताहरू स्पिड टेस्टबाट आफ्नो इन्टरनेटको स्पिड जाँच गरिरहेका छन्। तर स्पिड टेस्टले देखाउने नतिजाले धेरैलाई दिग्भ्रमित पारेको छ, भ्रम पनि पारेको छ। अत आज हामी इन्टरनेट स्पिड चेक गर्नको लागि नेटफ्लिक्सले केही महिना पहिले सार्वजनिक गरेको fast.com बारे यहाँ चर्चा गर्दछौँ। आइएसपीले दिएको इन्टरनेट स्पिड नेटफ्लिक्स प्रयोगकर्ताहरूले सरल र सहज तरिकाले चेक गर्न सकुन् भन्ने उद्देश्यले नेटफ्लिक्सले fast.com साइट केही पहिले सार्वजनिक गरेको छ। fast.com अनुसार नेटफ्लिक्सको सर्भरहरूबाट डाउनलोड गरेर fast.comले आइएसपीले दिएको स्पिड निर्धारण गर्छ। साधारण प्रयोगकर्ताले पिङ, लेटेन्सी आदि टेक्निकल कुरा भन्दा पनि आइएसपीले दिएको डाउनलोड स्पिड खोज्ने भएकोले यसै अनुसार डाउनलोड स्पिड मात्र देखाइने fast.comले उल्लेख गरेको छ। अब कसरी चेक गर्ने त तपाईको इन्टरनेट कति स्पिडको भनेर? मोबाइल, ट्याब, कम्प्युटरमा ब्राउजर खोल्नुहोस् फर्स्ट अफ अल र fast.com मा जानुहोस्। बाँकी काम fast.com आफैले गर्छ। बिट र बाइटको गोल चक्करको बारेमा बताउन गइरहेको छु। हामीले आइएसपीबाट पाउने कनेक्सन बिट एकाइमा हुने गर्छ। जस्तो हाम्रो 1 मेगाबिट प्रति सेकेन्ड भनेको 1 MBPS भनिन्छ। हामीले 1 मेगाबिट पर सेकेन्ड भनेको त को कनेक्सन हो भने हाम्रो डाउनलोड स्पिड 115 किलोबाइट प्रति सेकेन्ड 125 kbps बराबर हुन्छ। तर हामीले डाउनलोड गर्ने फाइलहरू प्राय मेगाबाइटमा एमबीमा हुन्छन्। सिधा रूपमा भन्दा हामीले 1 MB को फाइल 1 MBPS इन्टरनेट कनेक्सनमा 1 सेकेन्डमा डाउनलोड हुन्छ भनेर बुझ्ने गरेका छौँ। तर त्यसो होइन। अझ 1 MBPS इन्टरनेट कनेक्सन भएको ठाउँमा केही फाइल डाउनलोड गर्दा कम्प्युटरले 125 kbps डाउनलोड स्पिड देखाउँछ। आइएसपीले झेल गर्यो भनेर हामीले त्यसलाई बुझ्छौँ, तर त्यस्तो होइन। बुझ्नुपर्ने कुरा के हो भने 1 मेगाबिट प्रति सेकेन्ड बराबर 125 किलोबाइट प्रति सेकेन्डकै स्पिड पाइन्छ, अथवा 1 MBPS इक्वल टु 125 kbps। यो बिट र बाइटको गोलचक्करमा नफस्नुहोस्। सिधा fast.com गएर आफ्नो इन्टरनेट स्पिड हेर्नुहोस् र भनिएको भन्दा कम स्पिड रहेछ भने तुरुन्त आफ्नो आइएसपी अथवा इन्टरनेट सेवा प्रदायक संस्थालाई सम्पर्क गर्न सक्नुहुन्छ। यो त रह्यो हाउ टु चेक आवर इन्टरनेट कनेक्सन हैन। हाम्रो इन्टरनेट कनेक्सन कतिको स्पिडमा चलेको छ भनेर थाहा पाउनको लागि हामीले fast.com मा गएर हामीले थाहा पाउन सक्छौँ। अब म अर्को एउटा नयाँ टेक्नोलोजीको बारेमा बताउन गइरहेको छु।
भर्खरै मात्र हाम्रो नेपालमा 6GB ऱ्याम भएको OnePlus 3 भित्रिएको छ, जुन चाहिँ हामीले आधा घण्टा चार्ज गरेर दिनभर चलाउन सकिने भनेर भनिएको छ। म OnePlus 3 को बारेमा बताउन गइरहेको छु। अहिले धेरै ठाउँमा OnePlus 3 को चर्चा भइरहेको छ। OnePlus नेपालको बहुप्रतीक्षित स्मार्टफोन OnePlus 3 नेपाली बजारमा सार्वजनिक भएको छ। मंगलबार बबरमहल स्थित ओलिच स्टोरमा आयोजित एक कार्यक्रममा यसको सार्वजनिक भएको हो। चिनिया प्रख्यात मोबाइल ब्रान्ड OnePlusले यो स्मार्टफोनलाई विश्वका 7 मुलुकबाट एकैचोटि बिक्री सुरु गरेको छ। मूल्य र फिचरको सन्दर्भमा विश्वकै उत्कृष्ट ब्रान्डमा पर्न सफल OnePlusले OnePlus 3 लाई फ्ल्यागशिप स्मार्टफोनको रूपमा अघि सारेको छ। एक हप्तामा देशका सबै प्रमुख सहरहरूमा उपलब्ध गराउने OnePlusको नेपाल स्थित आधिकारिक विक्रेता iHubले जानकारी दिएको छ। OnePlus 3 लाई डिजिटल मार्केटिङ गरी प्रयोगकर्तामाझ पुग्ने योजना रहेको iHubका निर्देशक लोकेश ओलीले जानकारी दिए। उनका अनुसार यो फोनको सर्भिस सेन्टर बबरमहल स्थित ओलिज सेन्टर र न्यू रोड स्थित ताम्राकार कम्प्लेक्समा रहेको छ। साथै अनलाइन सपिङ केमो र ओलिज स्टोर गरी 2 अनलाइन स्टोरमा पनि OnePlus 3 उपलब्ध छ। 4 दिनमा केमुबाट लगभग 260 सेट बिक्री भइसकेको iHubका अर्का निर्देशक शिशिर मुरारले बताए। अब यसको के छन् त यसका विशेषताहरू? OnePlus 3 को विशेषताहरू बताउन गइरहेको छु। OnePlus 3 मोबाइल पारखीका लागि निकै उत्कृष्ट फिचरका साथ आएको छ। 5.50 इन्चको अप्टिक एमोलेड स्क्रिन रहेको स्मार्टफोनको डिजाइन लुक्स अत्यन्तै आकर्षक छ, जसमा पूर्ण रूपमा मेटल र एल्युमिनियमको प्रयोग भएको छ। 7.35 mm को मात्र मोटाइ रहेको यो स्मार्टफोन विश्वको स्लिम स्मार्टफोनहरूको र्याङ्कमा पर्दछ। यो केवल 138 ग्राम तौलमा रहेको छ। 1080x1920 पिक्सल रिजोल्युसनमा रहेको स्क्रिन 401 ppi पर इन्च पिक्सलमा रहेको छ। यस स्मार्टफोनको पर्फर्मेन्स डिजाइन झैँ आकर्षक छ। यसले स्यामसङको पछिल्लो स्मार्टफोन ग्यालेक्सी S7 लाई समेत मात खुवाउने खालको छ। यसको मुख्य आकर्षक यसमा प्रयोग भएको र्याम हो। यसमा 6GB को र्याम प्रयोग भएको छ। नेपालमा 6GB को र्याम प्रयोग भएको स्मार्टफोन बिक्रीमा यो सम्भवतः पहिलो हो। यसमा 1.6 GHz को क्वाड कोर क्वालकम स्न्यापड्रागन 820 प्रोसेसरको प्रयोग भएको छ। यसको अघिल्लो स्मार्टफोन OnePlus 2 भन्दा यो 35% फास्ट छ। 6GB को र्याम सहित 64GB को आन्तरिक स्टोरेज क्षमता रहेको छ। यसमा स्टोरेज थप बढाउन भने सकिँदैन, तर नेपाली प्रयोगकर्ताको लागि 64GB को स्टोरेज क्षमता पूर्ण छ। यसभन्दा स्टोरेज खोज्नेको लागि भने यो विशेषता उनीहरूको लागि खराब पक्ष हुनेछ। यसमा 16 मेगापिक्सलको रियर क्यामेरा रहेको छ, जसले वास्तविक फोटोग्राफी प्रस्तुत गर्दछ। यसमा स्मार्ट क्याप्चर टेक्नोलोजीका प्रयोग गरिएको छ। इलेक्ट्रोनिक्स AIS र अप्टिकल OIS प्रविधिले यसमा काम गर्नेछ। HD भिडियो र आकर्षक फोटोको लागि क्यामेरा पर्फर्मेन्स स्मार्ट छ। यसमा 8 मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि छ, जसले सेल्फी प्रेमीलाई लोभ्याउनेछ। यसमा 16 मेगापिक्सलको यसमा एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम मार्समालोको प्रयोग भएको छ, जसमा अक्सिजन OS अनि पनि समावेश गरिएको छ। 3000 mAh को हटाउन नमिल्ने ब्याट्रीको प्रयोग भएको यसको ब्याकअप सन्तोषजनक छ। कम्पनीको दाबी अनुसार आधा घण्टामै फुल चार्ज गरेर दिनभर चलाउन सकिन्छ। 2वटा नानो सिम सपोर्ट गर्ने यसले 4G नेटवर्क सपोर्ट गर्दछ। यो स्मार्टफोन किन्न तपाईले गोजी दरै पार्नुपर्ने हुन्छ। नेपाली बजारमा यसको मूल्य ठ्याक्कै आधा लाख छ। 49,900 रुपैयाँ मूल्य रहेको यो
अहिले केमो अनलाइन सपिङ केमो लगायतका अनलाइन सपिङ साइटबाट पनि खरिद गर्न सकिन्छ। यो त रह्यो अहिले भर्खर नेपालमा भित्रिएको OnePlus 3 को बारेमा जानकारी। अब भने हामी न्युज कमर्सियल ब्रेकमा जान्छौँ, होइन जान्दैनौँ, कमर्सियल ब्रेकमा जान्छौँ। सन्दीपजीले हामी कमर्सियल ब्रेकमा जानुपर्छ भन्दै हुनुहुन्छ। सकारात्मक सोचाइका लागि रेडियो एपोस्टल 102.6 मेगाहर्ज। सिप सिकौँ, आत्मनिर्भर बनौँ। कम्प्युटर शिक्षा आजको आवश्यकता भन्ने मूल भनाइका साथ कम्प्युटर कक्षाहरूमा नयाँ भर्ना खुल्यो। हाम्रा सेवाहरू बेसिक एन्ड डिप्लोमा कम्प्युटर एप्लिकेसन, ग्राफिक एन्ड वेब पेज डिजाइनिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, एकाउन्टिङ प्याकेज, इङ्ग्लिस ल्याङ्ग्वेज। हाम्रा विशेषताहरू शान्त र पारिवारिक वातावरणमा कक्षाहरू सञ्चालन गराइने, जेहेन्दार तथा गरिब विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था, उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको अवसर। सम्पर्क ग्रेट वेब कम्प्युटर इन्स्टिट्युट एन्ड मिडिया प्रोडक्सन, पोखरा 1 बगर, ट्याक्सी चोकको उकालोमा, काफ्ले मेडिकलको ठीक अगाडि। प्रोप्राइटर सूर्य प्रसाद भण्डारी। फोन नम्बर 061-520-898, मोबाइल नम्बर 98-467 39-265, 98-067-64-297। नोट, सिट सीमित रहेकोले समयमै सम्पर्क राख्नुहोला। सफल सुट लगाएर कता? साथीको बिहेमा। किन तपाईँ जाने हो? आफ्नो त बिहे हुनु कता हो कता, साथीको बिहेमा लगाएर जाने गतिलो सुटसम्म पनि छैन। मलाई पनि लैजान है यार। हँसाउँछ यार। साथीको बिहेमा होइन, तैँले सुट सिलाएको ठाउँमा क्या? मलाई पनि तेरो जस्तो एक जो राम्रो सुट सिलाउनु पर्यो यार। सम्पर्क ओम अमृत टप टेलर्स, सुट स्पेशलिस्ट, बगर 1 ट्याक्सी चोक पोखरा। हामी कहाँ सर्टिङ, सुटिङ, स्कुल ड्रेस, क्याम्पस ड्रेस, कुर्ता सुरुवाल तथा लेडिज कपडाहरू सुपथ मूल्यमा पाइनका साथै अर्डर बमोजिम सिलाइन्छ। प्रोप्राइटर सुरज बर्देवा। सम्पर्क नम्बर 9801413761, 9846419354। होइन है अनिल, कसिँदै कता हिँडेको? कता हिँड्नु नि यार, पढाइ पनि सकिहाल्यो। शिक्षा सेवा आयोग तयार गरौँ कि भनेर कोचिङ सेन्टर खोज्दै हिँडेको। ए, त अझै कोचिङ सेन्टर खोज्दैछस्? म त अस्तिदेखि नै क्रिएटिभमा भर्ना भइसके नि। त पनि त्यतै जाँदा हुन्छ? होइन, के छ त्यहाँ त्यस्तो? के हुनु नि, अनुभवी शिक्षक शिक्षिकाद्वारा पढाइ हुन्छ, शान्त र पारिवारिक वातावरणमा कक्षा सञ्चालन हुन्छन्, यस्ता धेरै विशेषताहरू छन्। ल, म पनि त्यतै हिँडे शिक्षा सेवा आयोग तयार गर्नलाई। हाम्रा विशेषताहरू: विगत 10 वर्षदेखि विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक नतिजा कायम गर्न सफल, स्वच्छ तथा शान्त पारिवारिक वातावरणमा अध्यापन गराइने, पोखराकै ख्याति प्राप्त दक्ष तथा अनुभवी विशेष शिक्षकहरूद्वारा अध्यापन गराइने, विगत 6 वर्षदेखि नासु तथा खरिदारका कक्षाहरू सञ्चालन गराइएको, बीई, बीबीए, स्टाफ नर्स इन्ट्रान्स प्रिपरेसनका उत्कृष्ट कक्षाहरू सञ्चालन गराइने, शिक्षक सेवा आयोग तथा सम्पूर्ण कम्प्युटर कोर्सहरू गराइने, कोरियन भाषा र इङ्ग्लिस ल्याङ्ग्वेजका कक्षाहरू पनि सञ्चालन भइरहेको छ। पोखराकै नमुना कक्षाहरू सञ्चालन हुँदैछन्। विस्तृत जानकारीको लागि क्रिएटिभ कोचिङ एन्ड ट्युसन सेन्टर, पोखरा 1 बगर, ट्याक्सी चोकको उकालोमा, बाग बजार चोक। सम्पर्क नम्बर 061-524-053, 98-560-35755, 98-041-60-587। सोचाइका लागि रेडियो एपोस्टल 102.6 मेगाहर्ज। वेलकम ब्याक आफ्टर दिस सर्ट कमर्सियल ब्रेक। तपाईँ भर्खर मात्रै एफएम ट्युन अन गर्दै हुनुहुन्छ भने सकारात्मक सोचाइका लागि रेडियो एपोस्टल 102.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ र प्रोग्राम रहेको छ टुडेज टेक्नोलोजी। यस प्रोग्रामलाई ग्रेट वेब कम्प्युटर इन्स्टिट्युट पोखरा 1 भगरले स्पोन्सर गरेको छ, जहाँ चाहिँ तपाईँ जुनसुकै कम्प्युटर कोर्स र ल्याङ्ग्वेज कोर्स सिक्नका लागि जान सक्नुहुन्छ, जुन चाहिँ पोखराको बगरमा रहेको छ, ट्याक्सी चोकको उकालोमा देख्नुहुन्छ। तपाईँलाई हामीले नयाँ नयाँ प्रविधिहरूको बारेमा जानकारी दिइरहेका छौँ। तपाईँले हामीलाई एफएम ब्यान्डको
102.6 मेगाहर्ट्ज र www.radiopostal.com.np लगन गरेर संसारभर सुन्न सक्नुहुन्छ। अब म तपाईँलाई फेरि अर्को एउटा नयाँ प्रविधिको बारेमा जानकारी दिन गइरहेको छु। यो रहेको छ हामीले फोटोबाट पेन्टिङ बनाउने तरिका। अहिले हामीले फोटोबाट पेन्टिङ बनाउनको लागि एन्ड्रोइडको लागि एउटा प्रिज्मा एप भन्ने आएको छ। धेरैले चलाइसक्नु भएको छ होला यो एप। केही हप्ता एउटा मोबाइल एपको चर्चा चुलिँदै गएको छ। इन्स्टाग्रामका फिडहरूमा पेन्टिङ जस्ता फोटोहरू छ्यापछ्याप्ती देखिन थालेका छन्। इन्स्टाग्रामका फिल्टरहरूको सट्टामा धमाधम यही मोबाइल एपका फिल्टरहरू चलाउन थालिएको छ। आइफोन प्रयोगकर्ताहरूका माझ परिचित प्रिज्मा एप अब एन्ड्रोइडको लागि पनि उपलब्ध भएको छ। प्रिज्मा एप मार्फत विभिन्न फिल्टरहरू लगाएर आफ्नो फोटोलाई पिकासोको पेन्टिङ जस्तै कलात्मक बनाउन सकिन्छ। प्रत्येक फोटोलाई कलामा बदल्नुहोस् अथवा टर्न एभ्री फोटो इन्टु आर्ट भन्ने ट्यागलाइन सहित आएको प्रिज्मा एपले मेसिन लर्निङको डाटाहरूको मद्दतले कम्प्युटरलाई पढाउने सिकाउने मद्दतले तपाईँका हरेक फोटोहरूलाई कलात्मक पेन्टिङमा बदलिदिन्छ। भ्यान गग, पिकासो लगायत प्रख्यात कलाकारहरूको शैली अथवा तरिका प्रिज्मा एपबाट बनाइने पेन्टिङमा देख्न सकिन्छ। प्रिज्मा एपले मेसिन लर्निङ पद्धतिबाट हामीले अपलोड गरेको फोटोलाई पढेर विश्लेषण गरेर हामीले छान्ने फिल्टर अनुसार नयाँ फोटो बनाउने भएका कारण प्रिज्मा एप चलाउन इन्टरनेट आवश्यक हुन्छ। सरल भन्दा हामीले अपलोड गरेको फोटो प्रिज्माको कम्प्युटरले पहिले अध्ययन गर्छ अनि उक्त फोटोलाई हामीले छानेको फिल्टर अनुसार नयाँ फोटो पेन्टिङ बनाइदिन्छ। हामीले अपलोड गरेको फोटो अध्ययन गरेर शैली पत्ता लगाएर सोही अनुसार पेन्टिङ बनाउनु पर्ने भएका कारण अहिलेको लागि प्रिज्मा एप चलाउन इन्टरनेटको आवश्यकता परेको हो। भविष्यमा अफलाइनमै प्रिज्माबाट पेन्टिङ बनाउन सकिएला हामीले आशा गरौँ। हामीले अपलोड गरेको फोटो पढेर कम्प्युटरले फोटोको बारेमा जान्नु र सही अनुसार फोटो बनाउनलाई मेसिन कम्प्युटर लर्निङ पद्धति भनेर बुझ्न सकिन्छ। नयाँ फोटो खिचेर वा ग्यालरीबाट पुराना फोटो छानेर प्रिज्माबाट नयाँ फोटो पेन्टिङ बनाउन सकिन्छ। यसरी प्रिज्माबाट बनाइएका फोटो पेन्टिङ सिधै फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सोसल नेटवर्कमा सेयर गर्न सकिन्छ। प्रिज्मामा 30 भन्दा धेरै फिल्टरहरू छन्। प्रिज्माले छिट्टै नै भिडियोको लागि पनि फिल्टर सार्वजनिक गर्ने भएको छ। श्रोता, तपाईहरूलाई नयाँ नयाँ प्रविधिहरूको बारेमा जानकारी दिँदै अब भने म जानुपर्ने बेला आइसकेको छ। अर्को हप्ता फेरि नयाँ नयाँ प्रविधिहरूको बारेमा जानकारी दिन आउने नै छौँ। तबसम्मको लागि अहिलेसम्म प्रोग्राम सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोताहरूमा विशेष आभार प्रकट गर्न चाहन्छु र मलाई टेक्निकल्ली सपोर्ट गर्ने मेरा अति नै प्यारा मित्र सन्दीपजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र अर्को हप्ता फेरि म नयाँ नयाँ प्रविधिहरूको बारेमा जानकारी दिन आउने नै छु भन्दै म कार्यक्रम सञ्चालक सूर्य भण्डारी पनि बिदा हुन चाहन्छु। कीप ट्युनिङ रेडियो पोस्टल 102.6 मेगाहर्ट्ज। शुभरात्रि, नमस्कार।